Ini gara-gara ini lah, kita nanti last aja orang nih yang ada. Kau dua patah nih ya. लागिने हाम्रो तल उदो लिएर औषधि गरेर उताबाट घुमाएर दिनु चाहिँ सजिलो त्यो गर्नु पनि सजिलो हुने को छ घर एका 3 अङ्कल त छन् 3 अङ्कल छन् 3 अङ्कल अब आजभोलि हाम्रो जुम्ला बुना भर्या छ अरे नि जुम्ला भनेपछि पछि सिरी सम्पत्ति धान त पछि हुँदै गर्छन् यता झर्नेको त खतरा रोकिन पनि दिएन त्यही पिसाबै रोक्ने त हो झरको समस्या पिसाब झरको समस्या त्यही हो पिसाब रोकिदियो भने त पिसाब झरको समस्या भने मेन समस्या भने पिसाब रोक्ने आलु मकै भाँगो त्यसै सब हालिदिनु जार गडी गाल्थ्यो अहिले गाउँका मान्छेले अनि हाम्रो गाउँका बाजेन अनि राको जिस्काएको छैन खतरा त्यो बाजे बराबर कोही नसक्ने गरे क्या झगडा गर्दा पनि नसक्ने गरे बोल्दा पनि नसक्ने गरे भन्दा नसक्ने तपाईँको म यहाँ आबाट भाइ के म पाटोसँग म जान्छु अब यता गएँ अब उतातिर गएँ अब यतातिर गएँ छ नि यो राँगाभित्र पनि त्यस्तै बान्नै छन् यही पोर्खा उभा यही पाटा माथि तपाईँको घारी कलासम्म पनि तपाईँको यस्तै बान्नै शङ्का लाग्यो मलाई बस्ती हुने अनि घट्टी चढी भन्ने यहाँ घट्ट लगाउँदै गरे त्यस पछाडि यहाँ पर अझै पनि त्यो के अरे यो घट्टहरू यहाँ पर त्यो चौरमा छन् अरे क्या
दिगो कुलोबाट माथि लेखीसम्म त्यति बेलाको जमानामा त्यो रातो कपडा तल बाटोमा क्या बिछ्याएर मिदाउने गरेर त्यो रातो कार्पेट जस्तो बिछ्याएर जस्तो गरेर रातो कपडा बिछ्याएर माथि लेखी पुऱ्यायो राजा मितले आए बेला त केही न केही त्यसले कपडा ओछ्यायो भने त्यहाँ पुर्यायो भने त्यहाँ केही अरू केही कमजोरी गरेको थियो कि सल्लक्क आगो लागेर गरे त्यो कहानीहरूले बनाया मनगणन त्यो कहानी हुन् कि साँच्ची कहानी हुन् कि अब के हुनु त्यो चिप्दैन होला मिल्छ मलबुङ गरी मुरु चाहिँ हेर्न भिडियो है प्योर भने रोटी हाल्या त आउँदो बिहा गरेपछि बल्ल चाहिँ घरबार जिम्मेदारी चाहिँ राम्रो चल्छ आउकी छोरी भएपछि अनि आफू पुग्दैन अनि माइतबाट ल्याउनु पर्छ केही वर्षमा ऊ देखेन दाजु स्यालागढ गाउँतिर मान्छेहरू त जान्छन् यता कहाँ अरे प्यारी गुफातिर जान्छन् बरुवा किने ततै जान्छ डोल्पातिर तानेर अनि अरू आगो नुनतिर हालेर हुन्छ आलु त्यस्तै सिमी कति हुन् जुम्ला तरकारीको लागि त जुम्ला एकदम खतरा ठाउँमा क्या हाम्रोतिर त तरकारी भने केही बनाउने मान्टा ब्याजी भयो बेला बेला बनाउने मान्टा नब्याजी पाउनु पऱ्यो दुःख सबभन्दा यो आलु कद्दु त जुम्ला जाऊ त कति खान्छ अब भइगयो अब तिहार्ने अब खासमा अब देउता क्या अब हाम्रोतिर ठुला ठुला देउता हुन्छ जुम्लातिर झन् देउता खाने भइगयो अब देउताहरू त्यो दलिले छोया नखाने अरे आफू चलिजान्छ भने अरू नचल्ले यिनीहरू पनि त्यही हुन्छ भाजिया पनि त्यही हुन् सुन्नु फेरि बिहान तपाईँको एक गरी रात उठेर अनि चिया बनाएर नास्ता बनाएर टन्न खाए फाले अनि अक्क भाँडामा त भात बिसायो चट्टा खायो अनि आनन्दसँग बस्यो अनि तपाईँले पनि पर्सो बोक्ने आइमाले पनि पर्सो बोक्ने पराजसो मैले आइमाले पर्सो बोक्ने देखिनँ हेर्नुहोस् बरी बाग्ने यति रहेछ सब काम गरियो के घाउ गर्न पैसा कहाँ होला त जुवा खानु पर्यो बुझ्ने भयो
ಹೇಳ್ತೀನಿ ಮಾಮರ ಇದು ಬೀಗ ಕೂತಿನ कोला खाने रामोगी नहीं लाग्दैन अर्को पटला गाई भैँसा मलाई अहिले हालेको आइस लाग्छ यो अहिले उत्पन्न गर्यो अनि आइस सक्छ कति बजी निपुग्यो तिमीहरू बेलुका खानलाई ये चिसा लत्किया छ अरू क्या लत्किया यो त चिसा लत्किया छ अरू जुन नलत्किने कुरै भए पाक्ने पिरल पनि ल्याइयो पिरल हुने तपाईँको नि अब पिरल खेल्ने चलन हुँदैन तपाईँको जो भयो स्याउला मात्रै हो हाम्रो जुम्लामा बढीभाग पिरल चल्छ हेर्नुहोस् त्यतिर बर्खा पाउनु चाहिँ खुवाउनु दो रे हिउँदो पाउनु चाहिँ स्याउनु दो रे हिउँदो चिसो हुन्छ अब अहिले त अब ओड्ने ओछ्याएर ब्ल्याङ्केट दुनियाँभरका हुन्छन् पहिला पहिला त अब यस्तै हुन् माथि लेकतिर गयो डोखाको डोखा ल्याएर काटे ल्याएर आएँ त्यहाँ सुगाएँ अनि माडेर त्यो लिकिन माथि जुम्लाबाट सिमिलाई आउँछ छोरा बुखारी त्यत्रो त्यहाँ हाल्दा यहाँ बहुत हुन्छ होला अब त हुन्छ होला जुम्ला जति के फाल्दो यो बन्दा लगभग ढोका नहुने चाहियो ठुलै ढोका गममा बाँध्न हालिल्याउने के त्यस्तै ढोकी चाहियो मुडुल्ली गोडीगाउँ नजिक नजिकै त हो नि नजिक नजिकै पर्छ तपाईँको कुटुमेल चल्ने रहेछ नि कुटुमेल चल्छ लगभग 1 घन्टा लाग्छ भनेर अचेल आफन्त लप त पारे आउँछ नि के आफूले पनि नाटक देखाउनु पर्छ के ऊ पनि त जुन ठुलो कुरा गर्नुपर्छ आफूले त्यही हो हजुर त्यही भेट्नु र त्यही के त के गफ लाउन ढाउडे ढुङ्गो अराउ रोडमा बुहारी ल्याउनु साउ कि छोरी दिनु नारा भन्ने त आन्छ
छोरी नागा दिनु अरे आम्नी छोरी नागा दिएपछि त्यो छोरीले घरघरि खायो भनेपछि आम्नी छोरीको नाम कसले मान्छ साउ भने साउ जो पनि साउै हुन्छन् यो नबनाऊ नबनाऊ भन्दै चाहिँ मैले हडियर पर्छ भने लिन्छ सबै घाटे डुबाएछ त्यो कति खुसी सदाउ हामी यसबार नि त्यहाँ काखैतिर जानु पऱ्यो नि त्यो यसो गई भाइ